हाई एभ्रिवान, आज चाहिँ मैले तपाईँहरूको लागि 24 क्यारेट गोल्डमा बनेको सामानहरू देखाइरहेको छु। यो अहिले तपाईँहरूले देख्नु भएको यो रिङ चाहिँ आधा तोलामा रेडी गरेको हो। यो रिङ चाहिँ त्यसपछि देख्न सक्नुहुन्छ सादा चेन, यसलाई चाहिँ सादा चेन भनिन्छ। यो चाहिँ 2 तोलामा रेडी गरेको हो। 24 क्यारेट गोल्डमा एकदम प्योर गोल्डमा रेडी गरेको हो। रसायन बिना नै सामानहरू रेडी गर्छौँ हामीले। त्यस पछाडि यो झुम्का र नेक्लेस चाहिँ तपाईँहरूले देख्नुहुन्छ। यो चाहिँ 90 लालमा नेक्लेस रेडी गरेको हो। झुम्का चाहिँ 40 लालमा रेडी गरेका छौँ सामानहरू। अनि यो तपाईँहरूले अहिले हातमा देखिरहनु भएको चाहिँ यो नेपाली माडवरी हो। यो चाहिँ 19 लालदेखि 23 लालसम्म रेडी गरेका छौँ डेली युजको लागि। अनि यो सेट देख्नुभयो तपाईँले, यो ब्राइडल सेट हो। प्योर 24 क्यारेट गोल्डमा रेडी गरेको ब्राइडल पुरै सेट छ यसमा। अनि यसपछि यो नौगेडी देख्नुभयो, यो चाहिँ नयाँ डिजाइनमा बुनेको छौँ हामीले। यो मात्र 6 लालमा रेडी गरेको हो। त्यस पछाडि तपाईँले यो माला मोती माला देख्नुहुन्छ, यो 13,200मा मात्र पाउन सक्नुहुन्छ तपाईँहरूले। कस्तो राम्रो डिजाइन छ यो पनि। त्यसपछि तपाईँहरूले देख्नुहुन्छ यो लकेट, यो पनि यस्तो राम्रो डिजाइनमा बनेको छ। तपाईँहरूले फेरि देख्नुहुन्छ यो काँडेबाला। यो काँडेबाला चाहिँ हामीहरूले एकदम राम्रो डिजाइनमा रेडी गरेको छौँ। तपाईँहरूलाई चाहिन्छ भने हामीलाई मेसेज गर्नु पनि सक्नुहुन्छ। यो चाहिँ आधा तोलामा रेडी गरेका छौँ। यो सिक्रीहरू चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ, एकदम कम वेटमा हामीले रेडी गरेका छौँ सिक्री र लकेट। अहिले नयाँ डिजाइन अनुसार नै रेडी गरेको हो। Thank you so much for watching my full video.